नमस्कार, म खेम शर्मा। सिधा कुरा टिमलाई सर्वप्रथम यहाँ आएर बोल्ने अवसर दिनुभएकोमा म हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। यो मञ्चले नागरिकका प्रश्नलाई केन्द्रमा राखेर बहस गराउने संस्कार बसाएको छ र यही संस्कारलाई सम्मान गर्दै आजदेखि नेपालवादका अध्यायहरू यहीँबाट सुरु गर्दैछु। अब छोटकरीमा नेपालवाद के हो? नेपालवाद कुनै एउटा पार्टीको झन्डा वा चुनावी नारा होइन। नेपालवाद राष्ट्रले सोच्ने तरिका हो। नेपाललाई स्थिरता, सुरक्षा, उत्पादन, न्याय र समृद्धितर्फ दीर्घकालीन रूपमा लैजाने साझा ढाँचा हो। यसका सिद्धान्तहरू जुनसुकै पार्टीले, जुनसुकै सरकारले पनि अपनाएर लागू गर्न सक्दछन्। यसमा एक दलको एकाधिकार भन्ने कुरा छैन। अहिलेको चरणमा नेपालवाद चुनावी प्रतिस्पर्धामा होइन, नेसनल थिङ्क ट्याङ्कको रूपमा काम गर्न चाहन्छ। समस्या पहिचान गर्ने, समाधानको नीति खाका बनाउने, समय सीमा र मापन हुने लक्ष्य KPI राख्ने र जसले शासन गर्छ उसलाई लागू गर्न सजिलो बनाउने। नारा होइन योजना, बाचा होइन नतिजा, भाषण होइन जवाफदेहिता। अब आजको अध्यायमा हामी सिधा कुरा गर्छौँ, जनताको जीवनसँग जोडिएको विषय र जनताले नेतासँग सोध्नै पर्ने निर्णायक प्रश्नहरू। नेपालवादको आजको अध्याय युवा तथा खेलकुद, राष्ट्रको ऊर्जा, भविष्यको शक्ति, विश्वस्तरीय पहिचान। आज म एउटा कुरा सिधा भन्न चाहन्छु। युवा भनेको भोलिको आशा मात्र होइन। युवा भनेको आजको उत्पादन, आजको सृजनशीलता र आजकै परिवर्तनको इन्जिन हो। युवाकै गतिमा राष्ट्रको गति नापिन्छ। युवा उठ्यो भने देश उठ्छ, युवा थाक्यो भने देश थाक्छ, युवा निराश भयो भने देश भित्रैबाट चिरिन्छ। आज हामी यस्तो मोडमा छौँ जहाँ युवाको ऊर्जा दुई मध्ये जुन बाटोमा पनि जान सक्छ। एकातर्फ उत्पादन, उद्यम, नेतृत्व, नवप्रवर्तन, अर्कोतर्फ निराशा, बेरोजगारी, पलायन र मौन हार। आजको दिनमा जनसङ्ख्याको हिसाबले पनि नेपाल युवा राष्ट्र हो, तर यही शक्ति दिशाविहीनताले खेर गइरहेको छ। पढाइ र कामबीच दूरी छ, अवसरमा असमानता छ, भविष्य अनिश्चित छ र सबैभन्दा दुःखद कुरा विदेश पलायन धेरै युवाका लागि विकल्प होइन, बाध्यता जस्तो बनिरहेको छ। युवालाई रोक्ने उपाय अब नारा मात्र होइन, अवसर हो, सम्मान हो, सुरक्षा हो र सबैभन्दा ठुलो देशमै भविष्य देखिने भरोसा हो। युवा लक्षित नीति घोषणा बनेर कागजमा मात्र बस्यो भने राष्ट्रले आफ्नै भविष्यको नेतृत्व गुमाउन सक्छ। युवालाई केवल कार्यकर्ता बनाउने, केवल मतदाता बनाउने, केवल भिड बनाउने परम्पराले कहिल्यै दीर्घकालीन नेतृत्व जन्माउँदैन। त्यसैले युवालाई निर्णयको कोठामा लैजानुपर्छ, नीति निर्माणमा, स्थानीय तहमा, अनुसन्धानमा, उद्यममा, प्रशासनिक अभ्यासमा, सामाजिक रूपान्तरणमा, किनकि भविष्यको जिम्मेवारी कसैले बोक्छ भने त्यो आजको युवाले नै हो। अब दोस्रो कुरा, सिप, तालिम र उद्यमशीलता। धेरै युवाको पीडा एउटै छ, पढियो तर काम छैन, तालिम लिइयो तर अवसर छैन, सिप छ बजार छैन। सिप, तालिम, बजार र उद्योगसँग नजोडिँदा युवाको आत्मविश्वास निराशामा बदलिन्छ। त्यसैले हामीलाई चाहिएको छ सिप केन्द्रित शिक्षा, उद्योगसँग जोडिएको तालिम र काम उन्मुख प्रमाणीकरण। सिप भनेको प्रमाणपत्र मात्र होइन, सिप भनेको आम्दानीमा रूपान्तरण हुने क्षमता हो। राष्ट्रको वास्तविक पुँजी भनेको युवाको हातमा रहेको सिप हो, जसलाई प्रणालीले सही दिशामा प्रयोग गराउनु पर्दछ। अब तेस्रो कुरा, खेलकुद। खेलकुद केवल मनोरञ्जन मात्र होइन, खेलकुद अनुशासन हो, खेलकुद नेतृत्व हो, खेलकुद सहकार्य हो, खेलकुद आत्मविश्वास हो र खेलकुद राष्ट्रलाई विश्व सामु चिनाउने पहिचान हो। आजको विश्वमा खेलकुद राष्ट्रिय प्रतिष्ठाको ठुलो साधन बनिसकेको छ, तर हामी कहाँ धेरै ठाउँमा खेलकुद अझै सहायक गतिविधि जस्तो व्यवहार हुन्छ। साँचो कुरा के हो भने प्रतिभा हाम्रो देशमा जन्मिन्छ, तर प्रतिभा चम्किन संरचना चाहिन्छ, मैदान चाहिन्छ, प्रशिक्षक चाहिन्छ, खेल विज्ञान चाहिन्छ, पोषण चाहिन्छ, मानसिक तयारी चाहिन्छ, नियमित प्रतियोगिता चाहिन्छ, अन्तर्राष्ट्रिय अनुभव चाहिन्छ। जहाँ संरचना छैन त्यहाँ सपना पनि थाक्छ, जहाँ प्रणाली छैन त्यहाँ प्रतिभा पनि डराउँछ। खेल प्रशासन स्वच्छ नभएसम्म खेलाडी सुरक्षित हुनै सक्दैनन्। राजनैतिक हस्तक्षेप, अपारदर्शी छनौट, आन्तरिक विवाद र गलत व्यवस्थाले खेलाडीभन्दा पदाधिकारीले बढी लाभ लिने अवस्था आउन सक्छ। यसको अन्त्य जरुरी छ। खेल प्रशासन योग्यता, अनुशासन, पारदर्शिता र जवाबदेहितामा चल्नुपर्छ। निर्णय पदको आधारमा मात्र नभई मापदण्डको आधारमा हुनुपर्छ।
अब चौथो कुरा, युवा स्वयंसेवा र चरित्र निर्माण। युवाको ऊर्जा केवल रोजगारीमा मात्र नभई सेवा र सामाजिक नेतृत्वमा पनि रूपान्तरण हुनुपर्छ। जब युवा समाजसँग जोडिन्छ, ऊ आलोचक मात्र हुँदैन, ऊ सहनिर्माता हुन्छ। स्वयंसेवा दया होइन, स्वयंसेवा नागरिक जिम्मेवारी पनि हो। राष्ट्रप्रतिको जिम्मेवारी बोध जीवन पद्धति बनेपछि समाज आफै अनुशासित बन्छ। अब पाँचौँ र धेरै संवेदनशील कुरा, युवाको मानसिक स्वास्थ्य। आज प्रतिस्पर्धा, बेरोजगारी, सामाजिक दबाव, एक्लोपन र अनिश्चितताले धेरै युवालाई भित्रभित्रै थकाइसकेको छ। मानसिक स्वास्थ्य कमजोरी होइन, यो राष्ट्रिय चासोको विषय बन्नुपर्छ। परामर्श सेवा, सामाजिक सहयोग, सङ्कट समर्थन र सुरक्षित वातावरण, यी बिना दिगो विकास सम्भव छैन। मानसिक रूपमा बलियो युवा नै दिगो राष्ट्रको आधार हो। अब यहाँ एक निर्णायक मोड आउँछ। हामी भाषण सुन्छौँ, हामी बाचा सुन्छौँ, हामी नारा सुन्छौँ, तर देशलाई चाहिएको के हो? समयसीमा भएको योजना, मापन हुने नतिजा, असफल भए जिम्मेवारी। त्यसैले आज म नागरिकका तर्फबाट भोट माग्न आउने हरेक नेतालाई सभ्य तर स्पष्ट रूपमा सोध्नुपर्ने युवा तथा खेलकुदका विषयमा 11 निर्णायक प्रश्न राख्दछु। र कृपया तपाईँको घर दैलोमा भोट माग्न आउने उम्मेदवारहरूलाई तपाईँले पनि सोध्नुहोला। 1. तपाईँ 1 वर्षमै युवाका लागि देखिने 3 नतिजा के दिनुहुन्छ? समयसीमा के हो? 2. पढाइ, सिप र इन्टर्नसिप, काम जोड्ने व्यवस्था तपाईँ कहिलेदेखि सुरु गर्नुहुन्छ? 3. युवालाई निर्णय गर्ने ठाउँमा पुर्याउने तपाईँको योजना के हो? मेरिट कसरी सुनिश्चित गर्नुहुन्छ? 4. तालिमपछि काम, आम्दानी नआए तालिम केन्द्र र कार्यक्रमलाई तपाईँ कसरी जिम्मेवार बनाउनुहुन्छ? 5. युवा उद्यम गर्न ऋण, अनुदान, सल्लाह र बजार जोड्न तपाईँ कसरी मिलाउनुहुन्छ? विद्यालयदेखि प्रतिभा पहिचान गर्ने नियमित लिग ट्र्याकिङ तपाईँ कहिलेदेखि चलाउनुहुन्छ? खेल मैदान पूर्वाधार बनाउँदा गुणस्तर र मर्मत बजेट तपाईँ कसरी पक्का गर्नुहुन्छ? खेलाडी छनौट र बजेट पारदर्शी बनाउने तपाईँको नियम के हो? पदक ल्याउने 10 वर्ष तयारी, कोच, खेल, विज्ञान, पोषण तपाईँको रोडम्याप के हो? 10. युवाको मानसिक स्वास्थ्य, लत, निराशाका लागि परामर्श हेल्पलाइन सेवा तपाईँ कहिलेदेखि दिनुहुन्छ? 11. यदि काम भएन भने तपाईँको जिम्मेवारी ट्रिगर के हो? बजेट, नेतृत्व, कारबाही, राजीनामासम्म तपाईँ के गर्नुहुन्छ? यी 11 प्रश्न विरोध होइनन्। यी 11 प्रश्न राष्ट्रको रक्षा हुन्। यी 11 प्रश्न लोकतन्त्रको शिक्षा हुन्। किनकि जब नागरिकले प्रश्न गर्न छोड्छ, त्यही दिनबाट शासनले सुधार गर्न छोड्छ। हामीले धेरै पटक युवालाई भविष्य भनेर मात्र सम्मान गर्यौँ, तर वर्तमानमा अवसर दिएनौँ। हामीले धेरै पटक खेलाडीलाई गौरव भनेर ताली बजायौँ, तर संरचना दिएनौँ। हामीले धेरै पटक युवालाई शक्ति भन्यौँ, तर निर्णयको ठाउँमा पुग्न दिएनौँ। अब यो बदलिनुपर्छ। देश अब युवालाई बाहिर पठाउने युगमा बसिरहनु हुँदैन। देश अब युवाबाट राष्ट्र बनाउने युगमा अगाडि बढ्नुपर्छ र त्यो सम्भव छ यदि नीति, संरचना र अवसर एउटै दिशामा बाँधियो भने मात्र। युवा सक्षम भए राष्ट्र चलायमान हुन्छ, खेलकुद सबल भए राष्ट्र विश्व सामु चिनिन्छ, मानसिक रूपमा युवा बलियो भए राष्ट्र टिक्छ र अवसर केन्द्रित प्रणाली भए पलायन गर्छ, उत्पादन बढ्छ, आत्मविश्वास फर्किन्छ। अन्त्यमा म एउटा कुरा मात्र भन्न चाहन्छु, हामी युवालाई साँच्चै बचाउन चाहन्छौँ भने हामीले एउटा देश बचाउनुपर्छ जहाँ युवा सम्मानका साथ बाँच्न सकुन्। हामी खेलकुदमा चिनिन चाहन्छौँ भने हामीले एउटा प्रणाली बसाउनुपर्छ जहाँ प्रतिभा न्यायका साथ चम्किन्छन्। र हामी राष्ट्र जित्न चाहन्छौँ भने हामीले आजैबाट बाचा होइन नतिजा माग्नुपर्छ, नारा होइन समयसीमा माग्नुपर्छ, भिड होइन जिम्मेवारी माग्नुपर्छ। युवा उठे भने राष्ट्र दौडिन्छ र जित्छ। धन्यवाद।